हेलो नमस्ते झोरले आज पनि हामीले अर्को मुकबाङ लिएर आउँदैछौँ। आज चाहिँ हामीले खाना ल्याएको छौँ। हाम्रो आजको खाना यस्तो छ। ल त गाइस, ल हामीले अब खायौँ है त। जियाउने खाए दिउने जिया ल त खायौँ। पोर्कको मासु हो। पोर्कको मासु, पोर्क त्यसरी मिठो रहेछ मिठो छ। आजको यो खानाहरू पकाउने हाम्रो नानी कुकमेन आजको कुकमेन करिना थापा। काने ज्याउने वाक्सियो पापा उसनी कारा खेकेमा छान्ने बडा बडा गास्काइने मेरो छोरी बुवाहरू त बोल्नै छोड्यो गाइस। खाँदाखेरि बोल्नै आउँदैन हौ। हाम्रो देखेर मान्छे खुर्सानी त ल्याएको थियो यो बिर्सेछ खुर्सानी होइन हामी त खाना यो भनेर नि भन्दैनौँ के। खानामा यो छ, साग छ, मुलाको अचार, आलुको चिप छ। खाँदा खाँदा खोकी लाग्यो गाइस। लास्ट कमेडी हो कुकमेनलाई खतरनाक भयो। यो हरामी छ। के छ अरे? हरामी छ। पानी पनि एकदम पकाएको पुखाइ गर्छ। पुहाएछ। हेर्नुहोस् कि बङ्गुरको मासु यस्तो मिठो छ। मासुभरिमा मिठो लाग्ने नै बङ्गुरको मिठो लाग्ने नै। अलि नजिक भएर होला नि यो उस गर्न नि मुस्न नि गाह्रो पर्छ। मान्छे ठुलो भएर त्यो ड्याममै राखेको हुन्छ खाना सबै छिटो खानु। त्यो हिजोको के हो मासु हिजो खै हिजोको कटौरा त्यही देखाउने बार गाइसहरूलाई। आजको ताजा खाने हिजो खाँदा खाना चाहिँ यसलाई यस्तरी खाने। यो कुकमेन अलि लाठी छ। मुख बोल्दैन। गराउनु त जानेछ है जम्मै थोक।
एकदम टेस्टी नै छ। निकाल्न पर्यो मैले पनि झरेको गऱ्यो। चम्मचको राख न यहाँको निकाल्दै खान्छु चम्मचले। बङ्गरको मासु नि थरी थरीको छ हौ। कुनै झोल बनाहम रस बनाहम कुनै फ्राई कुनै भुट्ने। यो पहिलाको बिहामा बाँडिदिन्थ्यो यस्तो केरामा यस्तो बाँडे त्यो त्यस्तो बाँडे भन्ने बाँडे भन्थ्यो मैले क्या बल्ल पहिला। सुने। हो र अझै यस्तो घाप्ले परेको। पहिला त झन् रगत हालेर के भेट्रास के बनाउँथ्यो अरे त। अहिले बनाउँछु त। त्यो बनायो अनि मासु त यसरी खोजेर चुरुक चुरुक हालिदिन्थ्यो अरे पिठो मात्रै हुन्थ्यो अरे। रिता कति हाँस्ने हो अब फेरि हाम्रो भिडियो देखेर। हेर्नै सकेन भन्थ्यो। क्यामेरा मिलाउँदा खाना अहिले चिसो चिसो भएछ हो न। लिएर भयो स्ट्यान्ड छैन केही छैन। गाउँघरमा यस्तै हो के गर्नु त। झोल हाल्नु पर्यो। बाबुले हाल्यो कसले ल्याएको त्यो पर्खाएर ल्याएको होइन। भात दिइसक्यो बाबुले भात जोगाउन नानीले कसले खायो। भाँच्यो होला नि मेरो मेकअपको सामान सबै कोट्याएर थालिदियो रहेछ। खाने यो आऊ जति खान्छु भने नि धेरै खानै नसकिँदैन। आज तुर्न भनेको नसक्ने भयो के गर्ने हो। हाम्रो जुनेली पनि हरायो म त त्यसले खान्थ्यो। धेरै ठुलो अपरेसन भएछ क्या हाम्रो जुनेलीलाई। घर आउनै सकेन। हाम्रो कुकुरको नाम एउटा जुनेली थियो। जुनेलीलाई डक्टरले लगेको अहिले ल्याइदिएन अहिलेसम्म कहाँ लैदियो। भोलि खोज्न जान परेछ गाइस। अब त भिडियो हाल्दाखेरि कमेडी मिडिया लगाउन परेको छ भोलि बिहान। पायो भने यसो गरेर खबर दिन्छौँ हामीले गाइस। के गर्ने मेरो मन रोछ मेरो कुकुर हो कति राम्री जुनेली थियो। मिठो मिठो खाना दिएर माथि कौसीमा लगेर राख्थ्यो।
खाँदा सम्झिन्छु भन्नु न। कुकुर सम्झेर बाबाले भात पनि खानु भएको छैन। हेर्नुहोस् गाइज, छिटोभन्दा छिटो मिडिया लगाइदिनु पर्यो। फोटो राख्नु के हजुरको जुनेली मिडिया कहाँ छ होला, फोनमा पनि गाह्रो छ। यो एकदम गाउँ भाइरल अलि आफै छ। कुन आउने बुढाले युट्युबमा देख्ला र देखेको थियो भएर देख्दाखेरि आफ्नो होला। हजुरको त्यो के अरे उसले के फल भयो एउटा ल्याउ न, कसो त नखाने होइन कि फल के अरे त्यो उसले के भन्छ उसलाई जस्तै हजुरको बाबाहरूलाई अनि फेरि दिदीको बाबाहरूलाई के पर्छ खाने हो, सम्झिहाल्ने देख्ला फेरि खाने हो। भ्याएन त कुन सम्झी उता कुन छ र सम्झि जति पनि छ हुन्छ आमाको सम्झि नराम्रो भनेको छैन क्या हामीले, के भन्छ र भात खाएको केही हुन्न, झन् राम्रो हुन्छ यस्तो। अहिले त ऊ त्यहाँ त्यस्तो फोटो गराएर राखेको छ नि, त्यस्तै त हो नि। त्यो पनि माया लाग्छ। खाने मासु हजुरले खाने हो छिटो बाबालाई दिएर त्यस्तो हुँदैन। खान्छु नि म त भात खान्छौ? अब म त भ्याउन सक्दैन, धेरै भयो भात पनि। कतो भएन क्या अहिले। हिजोको भुटुवा त्यो तपाईँले खायो हुन्छ ल्याएर। मलाई सकाउनु लाग्यो म त भयो अन्त सकियो ल भयो एकछिन सँगै उठ्ने। साँच्चै नै हो कि जुनेलीले कस्तो खान्थ्यो होला। बङ्गुरा राखिदिन्छु। बोलचाल हरायो त अहिले त। खाने मासु भयो अगाडि पुग्यो। यहाँ मलाई त केही भन्नु यति तुरेन गाई चाहिँ हेर्नुहोस्, खाने भए खानुहोस् है। गाई झर्नु पर्दैन क्या करिना कपुरले खाने भए खाऊ। खाने हो म हर्दी त पाउँदै हिडियो नि के छन् ल सक्यो भएन खानु मन सक्यो। आमाले त विचार गरेको थियो ल भन न त न के हुन्छ गाई हामी भ्यायौँ भन। अलिकति मासु सक्न सके छैन, खाँदैछु। मेरो छोरीले मलाई कुइनाले घुच्चाइरहेछ। मासु भात खाँदा नि शर्म हुन्छ र बेजस्तो हुन्छ र यी खाने हो नि त। भयो 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 म यति हेरेँ ल ल हाम्रो नानी त अघि नै
सिद्ध्याएर आत्तिरहेको छ। ल भयो हामीले पनि भ्यायौँ, अलिकति भयो। मैले सबै सकायो थालामा अलिकति सकिन ल त भयो है गाइस। ल आजलाई यति नै, हामीले खाएर पनि सिद्ध्यायौँ। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई। जुठै हातले भयो पनि।